ल सो फाइनल्ली टिआरसी कार्ड पनि हात पर्यो होइन। राजु के हो तिमी मुस्काउँदै हिँड्ने छौ त। अनि भिजा नभइसकेपछि अलिकति अप्ठ्यारो परिहाल्छ, ल्याङ लुङलुङ हुन्छ होइन। हामी मान्छे हामीलाई फेरि देख्ने बित्तिकै पुलिसले फेरि समाइहाल्छ क्या, चिनिहाल्छ क्या एसियन भनेर होइन। अब खै अब के हो यो छालाले जनाएको के हो होइन, त्यही सायद त्यही होला होइन। सिगरेट हातमा होइन, अब देश रमाइलो छ। हामी चाहिँ हेरेको। हेलो साथीहरू नमस्कार, वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ खबर? आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छ, बबाल छ भन्नु पऱ्यो साथीहरू। अनि आज चाहिँ धेरै दिनपछि ब्याक भएको छु। सो भ्लगहरू हालिरहेको थिएन। अनि आज चाहिँ धेरै लामो समयपछि अलिकति फुर्सद जस्तो भएर पनि आज एउटा भिडियो बनाउँदैछु साथीहरू। अनि भर्खर काम सकेर अनि घर जाँदैछौँ साथीहरू। वहाँ यत्र 4जना लन्ठुहरू हिँडिरहेको छन्। अनि म लन्ठु पनि हिँडिरहेको छु। के हुने हो डाइरेक्टर हरि डाइरेक्टर। अनि म धेरै भयो थियो साथीहरू भ्लग नगरेको होइन। भर्खर काम सकेर हामी चाहिँ हिँडिरहेको छौँ। अहिले चाहिँ यहाँको चाहिँ 12 बजेर केही मिनट गएको छ, 20 मिनट जति गएको छ। सो धेरै दिन भयो थियो भ्लग नहालेको, किन भन्दाखेरि अब मेरो चाहिँ भिजा पनि सकिएको थियो साथीहरू होइन। यही मार्चको लास्टमा मेरो भिजा सकिएको थियो, त्यही भएर यताउति पनि नहिँड्ने होइन। अब मैले भिडियो गर्ने भनेको त्यस्तो अलिअलि यताउति बाहिर हिँड्दाखेरि मात्रै भिडियो गरिरहेको हुन्छु। सो त्यही भएर कहीँ पनि हिँडिएन, भिजा पनि नभएको। भिजा नभइसकेपछि अब कसरी हिँड्नु होइन। पुलिसले च्याप समात्यो भने फेरि ल्याङ गर्छ होइन। त्यस्तो ल्याङ लुङलुङमा पर्नुभन्दा भनेर कहीँ पनि गइएन, घरै बसियो। अनि हामीले भिजा एप्लाई गरेको थियौँ होइन। सो आज चाहिँ भिजा आएको छ अरे है, त्यही भएर हामी चाहिँ भिजा लिन भनेर हामी हिँडिरहेको छौँ। साथीहरू हुनुहुन्छ यहाँ। अनि त्यही भएर आज चाहिँ हामी भिजा लिन ओप्चिना जाँदैछौँ। ओप्चिना भनेको चाहिँ यहाँ नगरपालिकालाई ओप्चिना भन्छ के अरे, ओप्चिना जाँदैछौँ। सो साथीहरू अनि के भइरहेछ यार नेपालमा एकदम। आज राति चाहिँ एकदम हावाहुरी पानी होइन, तुफान आयो रे भन्ने सुनिरहेको छु। के छ अनि जे होस् जोगिएर बस्नु होला। कति हो यार नेपालमा के भइरहेको छ यार। उता राजनीति अवस्था उथल एकदम अव्यवस्थित भइरहेको छ। फेरि प्राकृतिकले पनि ठगिरहेको छ है। भूकम्प गइरहेको हुन्छ कहिले। अब फेरि हिजो पनि त्यस्तो तुफान आयो रे है, हावाहुरी पानी। यहाँ पनि अलिअलि अहिले चाहिँ घाम चाहिँ लागिरहेको छैन, अझै पनि चिसो नै छ होइन। अब नेपालमा त गर्मी सुरु भइसक्यो भन्ने सुनिरहेको छु, तर यहाँ चाहिँ त्यस्तो गर्मी छैन। अझै पनि किन फर्कियो। अनि अझै पनि त्यस्तो गर्मी छैन, जाडो अझै पनि चिसो नै छ होइन। जस खुसी लागेको छ। अब 2 वर्षको भिजा एप्लाई गरेको हो। अब थाहा छैन अब 2 वर्षको दिन्छ कि 1 वर्षको दिन्छ। हामीले लास्ट टाइम 1 वर्षको गरेको थियौँ, त्यो पनि सकियो होइन। नेपालबाट आउने बेलामा नेपालमै 1 वर्षको आएको थियो र नेपालमै 4-5 महिना गइसकेको थियो होइन। डेट सकिसकेको थियो 4-5 महिना। फेरि यहाँ आएर फेरि हामीले रिन्यू गऱ्यौँ त्यसलाई। अनि रिन्यू गर्दाखेरि 1 सालको दियो। अनि त्यो दबाउनु यहाँ फेरि अब यस्तो छ कि सिस्टम, झ्याप्प बाटो काट्न नपाएन। यहाँ रेड लाइट नजा भन, रोकिनै पर्छ। रोकिएन भने फेरि फाइन लात्तै 20-25 युरो हानिहाल्छ होइन। त्यही भएर हामी रोकिनुपर्छ। म त सुइसुई हिँडिरहेको। खुल्यो ए अब यस्तो देखाइदिएपछि बल्ल हामी यसरी हिँड्नुपर्ने हुन्छ। त्यही हो साथीहरू यार, कामदेखि सिधै आएको यतातिर होइन। अब यस्तो ल्यास्स भइरहेको छ। मेरो साथमा हरि छ। केटाहरू कति छिटो हिँडेको यार, तिनीहरू त कहाँ पुगिसक्यो है। के गफ लाउँदै हिँड्यो होला। त्यही हो खुसी लाग्यो यार। अब भिजा आउँदैछ, जे होस् 2 वर्षको आइदियो भने हुन्थ्यो हामीलाई। किन भन्दा गाह्रो पनि हुन्छ कि अब 1 साल सकिन्छ, त्यसपछि फेरि त्यहाँ भिजाको लागि पैसा पनि दिनुपर्ने हुन्छ एप्लाई गर्दाखेरि। अनि फेरि पैसा पनि खर्च हुन्छ। 2 वर्ष दियो भने एकैचोटि सजिलो नि हुन्छ। सो लेट्स चाहिँ अब हेरौँ कति वर्षको दिन्छ होइन। 2 वर्षको दिए अझै बबाल होइन। अब चाहिँ ब्याक टु ब्याक भ्लग गर्नु पर्ला भनेको होइन साथीहरू। ल यसो सपोर्ट गर्नु पऱ्यो, माया गर्नु पऱ्यो झप्पु भाइलाई। किन हो त्यस्तो माया मार्ने। अब भिजा नभएर कार्ड नभइसक्यो, टिआरसी कार्ड नआएर हामी फेरि कहीँ पनि हिँडेको पनि थिएन क्या। त्यो चाहिँ कामदेखि रुमदेखि काम
कामदेखि रुमदेखि काम त्यही भइरहेको थियो। अब चाहिँ हिँड्नु पर्ला, घुम्नु पर्ला होइन। भ्लग अब चाहिँ ब्याक टु ब्याक दिनु पर्ला, अब रमाइलो गर्नु पर्ला। सो अब नेपाल पनि जाँदैछु अब होइन। नेपाल गएर झन् अझै ब्याक टु ब्याक अझै बबाल अर्ग्यानिक भिडियोहरू बनाउने प्रयास गर्नेछु साथीहरू। त्यही हो च्यानललाई यसो लाइक यसो हातपाटी त्यही हो च्यानललाई यसो सब्सक्राइब पनि गर्नु होला होइन। त्यही भन्न चाहन्छु। लास्ट थकै लास्ट साथीहरू यार भर्खर होइन। त्यो 8.5 घन्टा काम भयो आज। 8.5 घन्टा काम गरेर अनि सिधै यता आएको। थकै लाहा निद्रा लाग्छ होइन। बिहान कति बजे 3:30 बजेदेखि ड्युटी थियो अनि 2:30 बजे उठेर आएको होइन हामी। अनि हिजो पनि 2:30 आज पनि 2:30। अब गएर सुत्नुपर्छ। ओप्सिना यो केटा हो, केटाहरू त्यहाँ गइसके। आज चाहिँ अलिकति थकाइ भन्दा पनि एकदमै खुसी लागेको क्या। कार्ड आयो होइन। पेत्र आइसक्यो रहेछ त हाम्रो बोस आइसकेको छ। केटाहरू यहाँ ल है त साथीहरू। अब म चाहिँ भिडियो इन गर्छु। यहाँ चाहिँ के भनी यसले युत्रे भनी ट्याक्सी आइसक्यो त। उसको आमाले रुममा गएर वेट गर्दैछ अरे। अनि मैले भनिदिएँ ओप्सिना आइज भनेर। आउँछ अरे यहीँ। खै आउँछ किन। मैले झन् भनिदिएँ 5 मिनट 10 मिनट जाका। हामी कुर्ने भयौँ। गाडी आयो त्यसो फोन गर नि त। ल सो फाइनल्ली कार्ड आयो हाम्रो। के छ 31 साल है। तोहर कितना बा? हमारा तो 28 के दिन बा। 31 हो। मेरो नि 31 छ त है। मेरो पनि 28 साल दिएछ। तिम्रो 2-3 दिन कम छ त्यसो भए। 2-3 दिन कम रहेछ। 19 मात्रै छ यसको चाहिँ। केही फरक पर्छ नि राजु तिमी कि छैनौ? खुसी छु यार, खुसी छु। गएको साल त रुन परेको थियो टिआरसी कार्ड नआएर तनाव। ल सो फाइनल्ली टिआरसी कार्ड पनि हात पर्यो होइन। ए हेर्न सक्नुहुन्छ साथीहरू। अब चाहिँ अहिले चाहिँ मलाई चाहिँ 2027-331 होइन त्यतिसम्मको भ्यालिड छ यो कार्डको। बस होइन खुसी लाग्यो होइन। आज चाहिँ अब अहिले चाहिँ यसपालि चाहिँ 2 वर्षको टिआरसी कार्ड दियो होइन। अब 2 वर्ष अब चाहिँ के गर्ने कसो गर्ने अब चाहिँ दिमाग घुमाउनु पर्छ साथीहरू होइन। अब यहीँ बस्ने हो कि चल्दिने हो कि कतै होइन। अप्सनहरू धेरै छन् सो साथीहरू। अब अनि दिमाग सोच्नुपर्छ। त्यही हो खुसी लाग्यो। 2 वर्षको दियो। 2 वर्ष चाहिँ ढुक्क भयो। यहीँ नै बसे पनि होइन ढुक्क भयो। यहाँ पनि राम्रै छ है साथीहरू। हाल चाहिँ म स्लोभेनियामा छु। स्लोभेनिया पनि राम्रै छ होइन। ठिकै छ। मलाई चाहिँ सुइटेबलै लागेको छ होइन। त्यही भएर 2 वर्ष हुन लागिसक्यो यहाँ आएको। दिमाग पनि धेरै चलाएको छैन होइन। त्यही भएर अब अरू कन्ट्रीतिर प्रोसेस पनि गरिरहेको छैन होइन। सो त्यही भएर अब केही पनि ट्राई गरिरहेको छैन। अब अहिले फिलहाल चाहिँ यहीँ ठिक लागिरहेको छ। त्यही हो साथीहरू। त्यो साथीहरू अब चाहिँ हामी मार्केटतिर जानुपर्ने हुन्छ। यहाँ छ भ्यू चाहिँ कति बवाल छ। टिकटक बनाउने रेसोल्टीले भिडियो गरिदिने थिच्दिएँ है त। आउनु त यता ल। केटी हेर्न त्यहाँ चुवाकहरू यस्तो हेर्न पाइन्छ होइन। कहाँ जानु डाइरेक्टरलाई हेर्नुमा पोज दिएर बसिरहेछ। कहाँ गयो राजु? वासरुम कफी खाएर जाने हो र? पाउन्न होला। ट्रेन छैन क्या। 1:10 को छ क्या ट्रेन गइसक्यो। के लिने हो र मार्केटमा? होइन नि त 2 दिन पुग्छ चामल हालौँ। बस त स्टेसनमै गएर जति पनि पाइन्छ क्या। यार छिटो गर न, छिटो गर। साँझ पख पाइन्न। अहिले त 1-2 मिनटमा छुट्छ। ल सो साथीहरू अब चाहिँ हामी चाहिँ मार्केट जानुपर्ने हुन्छ। मार्केट पनि यहीँ नजिकै छ। घरमा अलिकति खर्च सकियो अरे के। चामल सकियो अरे। त्यही भन्छन् के डाइरेक्टरलाई हेर्नु न यहाँ कस्तो मुस्कान दिएर हिँड्छ। कतिको खुसी छौ? कार्ड आयो। कति करोड चाहियो त्यो भन न। डाइरेक्टर भएपछि कति करोड चाहियो? नि करोडको कुरा हो। हाम्रो चाहिँ 2 वर्षको कार्ड आयो। अनि यो डाइरेक्टरको चाहिँ 1 वर्षको आयो। किन भन्दा उसको भ्यालिड थिएन पासपोर्टमा। 1 वर्षको भ्यालिड थियो। त्यही भएर कार्ड आएन। यहाँ कस्तो मजाले हेरिरहने यिनले। अनि
त्यही भएर उसको चाहिँ 1 वर्ष गयो। अब उसले चाहिँ पासपोर्ट रिन्यू गरिसकेपछि फेरि एप्लाई गर्नुपर्ने हुन्छ। त्यो अब हामी चाहिँ मार्केट जानुपर्ने हुन्छ। यहाँ अगाडि छ सानो मार्केट। यहाँ केटीहरू पनि बसिरहेछन् गोरा गोरा होइन, अलिकति नसक्ने, हेर्न पनि आँखा जुदाएर हिँड्न पनि गाह्रो भयो कि। हामी चाहिँ अब कालो कालो अब यसरी भ्याप तानेर बसिरहेको, चरीहरू चाहिँ चाँकै हुन्छन्। सो अब हामी चाहिँ मार्केट जाने अनि घर जाने, त्यही हो। रमाइलो छ यार यतातिर त। र अब यहाँ हेर्नु एकजना राजु के हो तिमी मुस्काउँदै हिँडेछौ त तिमी यार। कसलाई देखेर मुस्क यहाँ मार्केट जाम केटा रही मार्केट होला। सरीहरू देखेर हो यार। अनि चरीहरू देखेर लान्छे गरेर हिँड्छन् त्यस्तै है भला भला। ल सो फाइनल्ली अब हामी चाहिँ मार्केट छिर्ने है त। केटाहरू यही होला पक्कै पनि। कहाँ गयो त तिनीहरू? लाने केही होइन, चामल लिएर जाने साथीहरू। चामल छैन होइन, पैसा पनि छैन। पैसा जति सबै यही भिजा रिन्यू गर्दाखेरि भ्याइयो होइन। कति युरो लाग्यो भन्दाखेरि लगभग 100 युरो जति लाग्यो पैसा। पैसा नि छैन साथीहरू। अब भात त खानु पऱ्यो, के गर्नु, अरू चिज नहेरौँ। सुई जानु पऱ्यो साथीहरू टक्क लाएर। सिधै भात कहाँ छ केटाहरू? छैन है क्या हो? छैन नि त। कहाँ गए? ल हामी चाहिँ सुई हिँड्ने यार। ल फोन हान्नु पऱ्यो है त। ल साथीहरू अब अर्को मार्केटतिर जहाँ गयो अरे आउँदैछु भन्दैछ। अब हामी चाहिँ यहीँ घुम्नु पऱ्यो। यसो लाएर देखाउँछु मैले। दुध छ यहाँ साथीहरू, प्याकेजिङ दुध 1 युरो 59 सेन्ट होइन। मेल्को अरू के छ? सब यहाँ मेल्को मात्रै छ यहाँ, मेल्कोको आइटम। अनि यहाँ चाहिँ के छ? यहाँ चाहिँ खानेकुराहरू छ। यहाँ चाहिँ प्याकिङ सब्जीहरू छ, प्याकिङ सब्जीहरू, मिक्स सब्जीहरू, यहाँ मटरहरू होइन, गाजर साजर अब के हो के छ अब आई डोन्ट नो है। अब धेरै कुराहरू छ कि यहाँ। अब पोट्याटोहरू अब यस्तो आउँछ कि सबै रेडी भइसक्यो, सिर्फ तताउने, फ्राई गर्ने, खाने होइन, यस्तो चिजहरू छ यहाँ। अनि यहाँ चाहिँ चक्लेटहरू छ, आइसक्रिम। अनि यहाँ चाहिँ वाइनको आइटम छ। यहाँ चाहिँ रक्सीहरू, बेलो वाइनहरू छ। अनि यहाँ चाहिँ विस्कीहरू होइन। केटाहरू पनि आयो। यहाँ चाहिँ बिस्किटहरू। अब चाहिँ के लिएर जाने हो र? भोक लाग्छ। यहाँ चाहिँ चक्लेटहरू। ल कुन चक्लेट खाने साथीहरू टक्क लाएर अर्डर गरिहाल्नु है, कमेन्टमा लेखिहाल्नु। हेर्नु त यहाँ भेराइटीहरू, चक्लेटका भेराइटीहरू ल हेर्नु सक्नुहुन्छ साथीहरू। ल कुन चक्लेट खाने ल कमेन्ट गर्नु होला, स्योर हो तपाईँहरूलाई। ढुक्क हुनुहोस्, कमेन्ट गर्नुहोस्। आम्बो यो चाहिँ एकदमै अहिले चाहिँ है नेपालमा पनि एकदमै महँगो छ। ल हेर्नु यही छ तपाईँको यो रफेलोलाई 5 युरो 19 सेन्ट होइन। कति ग्रामको हो यो? 6 युरो 15 सेन्ट। तर यो चाहिँ अलिकति ठुलो छ, एकै साइजै छ प्याकेजिङ त। ल साथीहरू के छ विचार? ल कमेन्ट गर्नु होला है। ल कुन चक्लेट मनपर्छ तपाईँहरूलाई? म यसरी देखाइरहेको छु, हेर्नु सक्नुहुन्छ। चक्लेटको भण्डारमा छु म चाहिँ। मैले पनि लिनु छ चक्लेटहरू त, तर सो अहिले चाहिँ लिक्दिनँ, पैसा छैन। म चाहिँ अहिले गोजी रित्तिसक्यो। गोजी हेर्नु न, सिक्का बोकेर हिँडेछु, यति हो पैसा साथीहरू। पैसै छैन साथीहरू, गाह्रो छ। यति हो पैसाको नाममा। ला के गर्ने हो? यहाँ आउँछ आउन्न नि, यहाँ बेइज्जतै भयो त है। यो चक्लेट पनि छ, जे होस्। ल कमेन्ट गर्नु होला साथीहरू कुन चक्लेट मनपर्छ तपाईँहरूलाई, त्यो चाहिँ उपलब्ध गराउने जिम्मा चाहिँ मेरो भयो है त। तिमी के गर्दैछौ? के लिग्यौ र? त्यसरी रोटी त नहाल न धेरै जता न। तीनटा यो मेरो पेपर हालौँ त। कार्तिक चाहिँ धेरै बोक्नुहुन्न कि
नजर लाग्छ होइन नजर लाग्छ यहाँ फेरि खजाना छ कि यहाँ ब्यागमा फेरि यहाँ करोड छ भने न कस्तो खजाना नै करोड छ गर्नुहुन्न ओरियो बिस्कुट बल्ल भोक लागिरहेको एउटा बिस्कुट खानुपर्छ या कुन बिस्कुट खानु त कि कफी खाने बाहिर हाल्यो चामल होइन जम यस्तो खानु छिटो आन्द्रा चुट्टिन्छ यो खायो भने त बर्बाद हुन्छ होइन साथीहरू तर यो चाहिँ बबालले लाग्छ मलाई टेन्सन नगर न खाउँला कुनै दिन म खुलाइदिन्छु ल सो फाइनल्ली साथीहरू मार्केट गरेर नि भ्याइयो होइन हामीले चाहिँ के लिग्यौँ के यहाँ ल्याएछौँ यहाँ छ खजाना तर खजाना छ यहाँ चामलको प्याकेट यसरी आउँछ यही चामल लिग्यौँ यो काउली लिग्यौँ अनि यहाँ झोलामा अलिअलि छ होइन अब चाहिँ हामी चाहिँ घर जानुपर्ने हुन्छ साथीहरू किन भन्दाखेरि अब हामीलाई चाहिँ गाडी लिन आउने छोड्न जाने हो आज चाहिँ हाम्रो यहाँ ओप्चिनामा नगरपालिकामा काम भएको हुनाले फेरि गाडी आएको थियो लिन होइन छिटो आइदियो कि अनि एकछिन कुर्न त हामीलाई 1 घन्टा जति भनेको कुर्दैन तिमीलाई ढिलो हुन्छ म कुर्दिनँ भन्यो अनि त्यसपछि पठाइदियो गाडीलाई होइन अब हामी चाहिँ बसमा जाने कि केमा जाने भन्ने कुरा थियो बस पनि पाइन्छ ट्रेन पनि पाइन्छ पाउन त अनि धेरै पछि डट बाइक देखेँ यार यहाँ पनि तर यहाँ बाइकहरू एकदमै कम मात्रामा होइन देख्न सक्नुहुन्छ यहाँ बाइकहरू भन्दा पनि कारहरू गाडीहरू नै धेरै युज हुन्छ अनि त्यही भएर अहिले चाहिँ यहीँको एउटा हामी काम गर्ने साथीलाई बोलाएको छ आउँछु त्यहीँ बस त्यहीँ कुर भन्दैछ होइन केही हुन्न हो लजाको यो मान्छे देखेर हेर कति लजाउँछ नि राजु हेरी तिमी फेरि धेरै लजाउने के याद आउँछ के त्यो पलको याद आउँछ ल यहाँ कहाँ आज के रहेछ आज यहाँ मान्छेहरू चाहिँ धेरै देखिरहेको छु त्यही हो साथीहरू यहाँ चाहिँ म वेटिङ गरिरहेको छु साथीलाई आउँदैछ अरे गाडी लिएर अब छोड्दैन त हामीलाई घरसम्म भनेको हुन्छ एकछिन 5-7 मिनट बस त्यहीँ बस आउँछु भनेको छ होइन त्यो चाहिँ सर्बियाको साथी हो त्यो कस्तो हेन्डसम आहो यार अझै राम्रोसँग पोज देऊ न यता नि हेर त मन खिचिदिन्छु ओ चयाक देख्यो यार जाऊ यार यसो इन्ट्रोडक्सन गर न त्यहाँ केटीहरू जति पनि छ नि त यार यस्तो हेन्डसम मान्छे भएर यहाँ गोजी हात लाएर बस्ने हो त्यही हो साथीहरू होइन अरू त के हुनु र नयाँ अपडेट यही हो नयाँ कार्ड आयो 2 वर्ष भ्यालिड छ अब होइन नयाँ कार्ड आइसक्यो अब त्यही हो अब चाहिँ सोचाइ चाहिँ नेपालतिर जाने भन्ने सोच छ होइन यसो नेपालतिर पनि जानु पऱ्यो सधैँ यहाँ कति दुःख गर्नु कति काम गर्नु कहिले कहिले रमाइलो पनि गर्नुपर्छ होइन आफ्नो देश आफ्नो ठाउँ आफ्नो गाउँ जस्तो त जहाँ गए पनि नहुँदो रहेछ होइन त्यो मलाई मात्रै हो कि अरूलाई पनि हो त्यही भएर अब नेपालतिर चाहिँ लाग्नुपर्छ होइन कार्ड आयो यसैको वेटिङमा थिएँ सो त्यही हो खुसी लाग्यो कामदेखि आएको यहाँ चाहिँ यस्तो राम्रो मान्छेहरू छन् होइन हामीलाई चाहिँ चाहेको यो यार यस्तो घिनलाग्दो मान्छे भनेर होला है अलिक चिरी च्याट्ट भएर हिँड्न पनि पाइएको छैन सो त्यही हो कपाल झरेर पनि तक्लु भयो साथीहरू यार के हो यार मेरो मात्रै हो कि तपाईँहरू पनि हो यस्तो झर्ने चिज झर्ने झर्ने ठाउँको झर्दैन यार बाल झरेर तनाव भइसक्यो है पातलो भइसक्यो यहाँ आउँदाखेरि चाहिँ कस्तो बाक्लो थियो बाल चाहिँ होइन अहिले चाहिँ यस्तो पातलो भइसक्यो दिनै झरै गर्छ यार तनाव छ होइन कहाँ गयो क्या त्यो आउँछ कि आउँदैन मेरो ब्याकग्राउन्ड कस्तो देखिरहेको साथी खोइ त आएन त यार कति मिनट भयो यार 7-8 मिनट त भयो त यार आएन त त्यो मान्छे यार कहाँ गयो त ओ कहाँ गयो सबले मुस्कान दिइराख न हाई भन्दै हुन्थ्यो कि मेरो ब्याकग्राउन्डमा सबले हेर्छ त यार किन यार यस्तरी हेर्ने फर्की त्यही हो केटा हो के गर्नु अब एक ठाउँ बस्यो यसो हेऱ्यो होइन सेकेन्ड त हो अरू त गर्नु के यार जे होस् रमाइलो हुन्छ बेलामा त्यही हो यार मार्केट गयो अब कामबाट आएको थाके भोक पनि लाग्न लागिसक्यो होइन अब अलिअलि खाजासाजा त खायो होइन त्यही पनि अब भोक लाग्न लागिसकेको छ अब घर जाने टक लगाएर भात पकाउने अनि स्याम्म खाने सुत्ने त्यही हो साथीहरू अब चाहिँ भिडियोहरू चाहिँ अब जस्तो भए पनि होइन अब गर्ने कोसिस गरिरहेको छु ब्याक टु ब्याक अब दिने कोसिस गरिरहेको छु च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु त्यही अझै राम्रो भिडियोहरू ल्याउने प्रयास गर्नेछु सो त्यही हो मेरो अब भिजा थिएन होइन कति भयो थियो भन्दाखेरि त्यो मार्चको लास्टतिर भिजा सकिएको थियो त्यही भएर अब यताउति हिँड्न नि पाएको थिएन यहाँ किन भन्दाखेरि अब हामीलाई फेरि देख्ने बित्तिकै पुलिसले फेरि समय हाल्छ क्या चिनिहाल्छ क्या एसियन भनेर होइन खै अब के हो यो छालाले जनाएको के हो होइन त्यही सायद त्यही होला अब यहाँको मान्छेहरू अब सेता होइन गोरा हुने अब हामीलाई फेरि चिनिहाल्छ क्या त्यही भएर च्याप्पै समय हाल्छ अनि कहाँ हो के हो भनिहाल्छ अनि भिजा नभइसकेपछि अलिकति अप्ठ्यारो परिहाल्छ ल्याङ लुङ हुन्छ होइन त्यही भएर बाहिर निस्केको थिएन अब भिजा आयो अब चाहिँ अब यसो कहीँ निस्किनु पर्ला भन्ने कुरो छ भिडियोलाई कन्टिन्यू गर्नु पर्ला जस्तो भए पनि होइन सिक्दै जाने हो गर्दै गएपछि हुने कुरा हो होइन
त्यही भएर कन्टिन्यू चाहिँ गर्नु पर्ला भन्ने सोच छ। भिडियोलाई लाइक पनि गर्नु होला। त्यही हो, आज चाहिँ यहाँ मान्छेहरू चाहिँ अलि यहाँ चाहिँ यस्तो हुने रहेछ कि यस्तो सिटी एरियामा बसिरहेको हेर ल, मान्छेहरू देख्न पाइन्छ होइन, त्यस रमाइलै हुन्छ, त्यहाँ रमाइलै छ। अब हामी चाहिँ सधैँ गाउँमा गाउँको झुग्रोमा होइन, हेर नि त यहाँ चाहिँ ओपन होइन, सिगरेट हातमा होइन, अब त्यस रमाइलो छ। हामी चाहिँ हेरेको हेरै हो के, लीला छ यहाँ त, हेर्नुहोस् त साथीहरू, लीला छ। ल साथीहरू ट्याक्कै यो गाडी पनि आयो होइन, अब चाहिँ हामी चाहिँ यसैमा बसेर जानु पर्ला। केटाहरू कति छिटो बसिसकेछ। साथीहरू अब हामी चाहिँ जाँदैछौँ घरतिर जानु लागेको। सो अब यसले चाहिँ म्युजिक बजा, मलाई कपिराइट हान्छ, म चाहिँ भिडियो बन्द गर्छु। बाइक कुरा घर गएर गरौँला है त साथीहरू। ल सो फाइनली म चाहिँ रुममा पनि आइसकेँ होइन। अब चाहिँ एकछिन रेस्ट गर्नुपर्छ साथीहरू, 2 पनि बज्न आँटिसक्यो। अनि आज बिहान चाहिँ 2:30 बजे उठेर गएको होइन। अब काम पनि त्यस्तै छ, अब आधा रातमा उठेर जानुपर्ने। दुःख छ साथीहरू, विदेश परदेशको ठाउँमा गाह्रो छ, साह्रो छ होइन। अब जसो तसो चल्नु पऱ्यो, के गर्ने अब, यस्तै छ। यस्तो छ रुम पनि यार, हालत यस्तो छ है, कपडा छ बेडभरि। कार्ड अब कार्ड ओपन त गर्नु पऱ्यो होइन। म चाहिँ कार्डलाई चाहिँ ओपन गर्छु है त, टक्क लाएर। जस मजा आयो एकदम, यो पालि छिटो आयो कि, खुसी लाग्छ। ल साथीहरू आजको भिडियो चाहिँ अब कस्तो लाग्यो तपाईँलाई, अब राम्रो लागेछ भने यसो सब्सक्राइब हानिदिनु होला होइन। ल साथीहरू अब चाहिँ रेस्ट गर्नु पर्ला होइन। अब चाहिँ यसो फ्रेस हुनु पऱ्यो अनि रेस्ट गर्नु पर्ला साथीहरू होइन। औडा अल्छी लाग्यो होइन। त्यही साथीहरू आजको भिडियो चाहिँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै अब कमेन्ट लेख्न मन लाग्यो कमेन्ट लेख्नु होला होइन। जस्तो तस्तो गराइरहेको छु, धेरै भयो थियो भिडियो नगरेको। सो आज चाहिँ धेरै पछि भिडियो गरेँ। अनि अब त्यही हो, मैले भनिहालेँ कि भिजाको कारणले म यताउता हिँड्न नपाएको कारणले भिडियोहरू पनि गरिरहेको थिएन। अब चाहिँ सकेसम्म आई होप गर्नेछु होइन। आजलाई चाहिँ यति गरौँ ल साथीहरू है त। लभ यु अल गाइज, बाइ, सी यू।